हेलो हेलो गाइज दर्शन नमस्ते सबैजनालाई। आई होप सबैजना एकदम सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। तर म चाहिँ अलि सन्चो छैन है। मतलब त्यस्तै बुझ्नु। अब किन भनेर चाहिँ म भन्दिनँ अहिले चाहिँ है। अलि छैन त्यस्तै छ। अ, के छ हजुर, अनि कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ टक्क लगाएर भन्नु होला है। म चाहिँ आज त्यस्तो खासै केही पनि छैन। यस्तै रुमतिर बसिरहेको। आज छुट्टी पनि थियो हाम्रो चाहिँ है। त्यही भएर टक्क लगाएर रुमतिर बसिरहेको छु। अहिले लगभग 4:30 भयो साँझको यहाँ चाहिँ है। जो छुट्टी पनि सकिन लागिसक्यो। हाम्रो चाहिँ हिजो पनि छुट्टी थियो, आज पनि छुट्टी, 2 दिनको छुट्टी थियो है। अब ड्युटीमा भएको बेला चाहिँ छुट्टी भयो भने अब यसो घुम्न जाने है, भलक सलक बनाउने, भिडियोहरू बनाउनुपर्छ टन्नै गएर भन्ने सोच आएको हुन्छ है। तर छुट्टी भयो, उयो पारा बिहान उठ्यो, खानासाना बनायो, खायो, त्यहाँबाट फेरि मोबाइल हेरेर दिन बित्छ क्या। त्यस्तै छ भनौँ न। घुम्नलाई अब साथीहरू पनि हुनु हुँदैन, कोही पनि त्यस्तो घुम्ने है। दुईजना छन्, एकजना हुनुहुन्छ, एकजना साथी हुनुहुन्छ, एकजना र हामी दुईजना मात्र साथी छौँ है। अब त्यतिमा हुँदैन कि अब दुईजनामा त कता जाने भन्ने हुन्छ। अनि त्यही भएर खासै गइँदैन घुम्न। उहाँ एकजना साथी आफ्नै दिनमा, अनि म आफ्नै दिनमा बस्ने हो, मोबाइल हेर्ने हो, दिन कटाउने, त्यही त्यस्तै छ भनौँ न। त्यही भएर चाहिँ यसो बाहिर घुम्न पाइएन है, कहीँ पनि जान पाइएन। अब घरभित्रै भयो भने एउटा सानो यति भयो भने भलक बनाऊँ छोटो छोटो। हजुरहरूको सन्चै बिसन्चो के कस्तो छ कमेन्टमा बताउनु होला होइन। मलाई चाहिँ एकदम दुःख लागिरहेको छ है। अब भनौँ न, कसैको माया पाइएन होइन, साथ सपोर्ट पाइएन, त्यही नै दुःख लागेको छ। त्यही हो, बाँकी त्यस्तै हो। त्यति पनि अब खासै दुःख भन्ने पनि गरिँदैन, तर पनि 10-12 घन्टा ड्युटी गरिन्छ है। 10-12 घन्टा ड्युटी गरेर 1-1.5 घन्टा छुट्याएर पनि एउटा भनौँ न, साँझको टाइममा, बिहान हुँदैन साँझको टाइममा अब 1-1.5 घन्टा छुट्याएर एउटा भिडियोहरू बनाइन्छ कहिलेकाहीँ है, अपलोड गरिन्छ। अनि हुँदैन क्या, न त भ्युजै आउँछ, न लाइक, न कमेन्ट, न कसैको सपोर्ट छ, कसैको केही छैन। मैले युट्युब खोलेको पनि कम्तीमा पनि 6 महिना जति भयो है। 6 महिनामा लगभग मैले रेगुलरहरू काम गर्न लाग्यो, रिलहरू हालिरहेको छु। अब यस्तो लङ भिडियोहरू चाहिँ खासै बनाउन पाइन्न क्या होइन। अब ड्युटी गर्नुपर्छ, दिनभरि ड्युटी गर्नुपर्छ, साँझ हजुरको 10 बजी आउनुपर्छ रुममा, अनि त्यतिखेर आएर खासै त्यस्तो बनाउन पाउँदैन लङ भिडियो। सर्ट भिडियोहरू बनाइन्छ, रिलतिर अपलोडहरू गर्छु है। सर्ट भिडियो चाहिँ सर्ट भिडियो गरेको हुन्छु, तर पनि हुँदैन, आउँदैन। अब कहिलेकाहीँ लङ भिडियोहरू पनि अपलोड गरेर हुन्छु है, कहिलेकाहीँ अब यसो बाहिरतिर घुम्न गएको बेला हालिहाल्छु, त्यो गरेर हुन्छु, तर पनि त्यतिखेर पनि आउँदैन कि 4-5 भ्युज पनि आउँदैन है। त्यही भएर दुःख लाग्छ। अनि त्यहाँदेखि 4 महिना रेगुलर काम गर्न लाग्यो मैले युट्युबमा, 4 महिना भयो होइन। भ्युज भन्ने कुरा जम्मा 70 जति, 70जनाले जति भ्युज गर्नु, सब्सक्राइब गर्नुभएको छ है। त्यही भएर खासै चल्दैन अब खै। अब त्यसमा फेरि अब हजुरहरूको मात्र होइन, मेरो पनि गल्ती हुनसक्छ कुनै है। यस्तो हो नि त, अब सबैजनालाई हल्का इन्टरटेनमेन्ट चाहिएको हुन्छ, या त कुनै है ज्ञानका कुराहरू त्यस्तो पनि हुनसक्छ। अब आफूले चाहिँ खासै इन्टरटेनमेन्ट दिन सकिएन कि जस्तो पनि लाग्छ है। तर मैले सोचेको, मैले गरेको अनुसार त मलाई चाहिँ लाग्छ नि त, मैले चाहिँ अहिले त जे होस् गरेकै छु है, मिहिनेत चाहिँ गरेकै छु भन्ने लाग्छ। तर मिहिनेत गर्दाखेरि फल नपाउँदाखेरि त एउटा मन दुख्दो रहेछ है। त्यही भएर हल्का बिसन्चो पनि छु म चाहिँ तिनी कुराहरूमा। त्यही हो, ठिक छ, केही छैन। सफलता भन्ने चिज त्यत्तिकै पाउने कुरा पनि होइन होइन। मिहिनेत गर्दै जानु, कुनै न कुनै दिन मिल्ला नि त भन्ने एउटा
आशा नै जिन्दगी हो है हुन त मिल्ला नमिल्ला तर आशा चाहिँ राख्नुपर्छ जिन्दगीमा है त्यही हो यतिहरू मेरो भनाइ मेरो सोचाइ मेरो बुझाइ हजुरहरूको कस्तो लाग्छ के लाग्छ मन परेमा आफ्नो प्रतिक्रिया दिनु होला है मिल्छ भने सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर जोडिनु होला सबैजना है त्यही भन्न चाहन्छु आज चाहिँ मेरो स्थिति बित्यो त्यतिकै बितिसक्यो अब 4:30 4:45 हुन लाग्यो है अब त रात पनि पर्छ थोरैमा अब एकछिन पछाडि फेरि अब साँझको लागि खाना बनाउनु पर्यो खानु पर्यो सुत्नुपर्छ अनि भोलि बिहान फेरि 10 बजेदेखि हाम्रो बिहान 10 बजेदेखि साँझ 10 बजीसम्म ड्युटी गर्नुपर्छ है गाह्रो छ यस्तै हो परदेशी जिन्दगी भनेको दुःख सुख यस्तै हुन्छ त्यही हो खास आज चाहिँ अब त्यस्तो होइन त्यो नि खाली हल्का एकछिन बसेको बेला आज चाहिँ त्यतिकै बनाउन त एउटा भिडियो भन्ने सोचेर बनाएको मैले चाहिँ है कस्तो लाग्छ हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै आफ्नो मनमा लागेको प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला त्यही भन्न चाहन्छु सबैजना एकदम आफ्नो ख्याल गर्नु होला है सबैजनालाई टेक केयर भन्न चाहन्छु हस् म पनि आजको भिडियो चाहिँ यही खतम गर्छु सबैलाई एकदम मनदेखि नै धन्यवाद दिन चाहन्छु जतिजनाले माया गरिदिनु भएको छ माया गरिदिनु भएको नभएको सबैजनालाई मनदेखि नै एकदम सम्मान छ मेरो है हस्